सँगै बग्ने सपना नदीले बोकेको आवाज जनताको व्यथा माटोको गन्धमा पसिना मिसियो झापाको बाटोमा देउमान उभियो हारले रोक्दैन हिम्मतको यात्रा नदी जस्तै निरन्तर कहिल्यै नथाक्ने पाखा सिंहासन जितेन तर दिलले जित्यो कामले बोलेको नेता देउमान थियो मत गनेर हर देखियो त्यो दिन तर काम गर्न थाले अर्कै चित्र बनिन् स्कुलका ढोका खुले बाटो उज्यालो बन्यो विजेता भन्दा अघि कामले नबन्यो पोस्टर फाटे नारा मौन भए तर सेवा रुकिन दिन रात बगे नदी जस्तै बग्यो प्रतिबद्धता हार पछि झन बढ्यो जिम्मेवारीको कथा देवबन्द दाइ र यो देशलाई जमिनसँग खेलेर धरतीसँग खेलेर उत्पादन गर्ने आमा दिदी बहिनी आम किसान युवाहरू अग्रजहरूका साथमा यहाँ के समस्या कमल बन्ने यो कुरा आयो यो पनि दाइले निरन्तर जितौँ हारौँ निरन्तर तपाईँहरूको साथमा हुनुहुन्छ र त अहिले भन्नुभयो अब यो नीति बनाउने ठाउँमा काम गर्ने ठाउँमा गएपछि अझै धेरै प्रभावकारी रूपमा काम गर्न सक्छु तपाईँहरूको साथ चाहिएको छ तपाईँहरूलाई साथ दिनका लागि धन्यवाद 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 रोलर गरिदिनुहुन्छ त्यसको लागि तपाईँहरूलाई मैले आश्वस्त दिलाएँ त्यसले गर्दा अब हामी यो 21 गते संघीय निर्वाचनको उम्मेदवारको हैसियतले पनि हामी आएको छौँ यो पालि तपाईँहरूले सबैलाई नेपाली कांग्रेसको रुख चिन्हमा मतदान गरेर विजय गराइदिनुहोस् भनेर तपाईँहरूले पनि भोट माग्दिनु पर्यो माग्नु पर्यो हामीलाई जिता अथवा मलाई जिताएर पठाउनु पर्यो अनि तपाईँहरूले मागेका योजनाहरू कामहरू अनि हामी गर्ने ठाउँमा पुग्छौँ